फाइनली गाइज हामी तालतिर प्रवेश गर्दैछौँ। हेर्न सक्नुहुन्छ ताल उता जाने बाटो नि यस्तो राम्रो बबाल बनाएको छ आजभोलि। हामी पहिला लगभग हामी 6 वर्ष अगाडि आउँदाखेरि यहाँ कति थियो है बाटो त्यस्तो थिएन, तर अहिले राम्रो छ, एकदमै राम्रो छ बाटो। लगभग हामी पुग्न लागिसक्यौँ यहाँ तालनेर। तपाईँहरू देख्न सक्नुहुन्छ एकदमै राम्रो दृश्य है। ऊ हाम्रो गाइड हुनुहुन्छ, हाम्रो गाइड हो। यहाँ हेर्नुहोस् घर यस्तो छ हालत यहाँ घरको, के गर्ने हो। राजाको पालाको हो कि बाजेको पालाको, तर घर चाहिँ यस्तो छ। उता टुरिस्टहरू पनि हेर्न सक्नुहुन्छ, पोखरामा टुरिस्ट एकदमै धेरै आउने गर्छन् होइन। एकदमै राम्रो छ होइन, त्यही हो, धेरै राम्रो छ। यताबाट जाने हो बाटो है। अब तपाईँहरूलाई यताबाट यहाँ माथिबाट पनि देखाउँछु तपाईँलाई यहाँको भ्यू हेर्न सक्नुहुन्छ तपाईँ। हेर्नुहोस् आहा, हाम्रो पोखरा राम्रो पोखरा भन्ने मुन्नाराको साथ तपाईँहरूलाई म पोखराको भ्यू देखाउन चाहन्छु। हेर्नुहोस् एकदमै राम्रो छ है गाइज, एकदमै मन पर्यो मलाई गाइज। हेर्न सक्नुहुन्छ तपाईँहरूले, यहाँ हामी पुरै देखाउने छु पार्क तपाईँहरूलाई, एकदमै राम्रो छ, धेरै राम्रो छ। हेर्न सक्नुहुन्छ तपाईँले गोरे, यसको नाम गोरे, यसको नाम काशी। दुई भाइ दुई तवाई, दोनै तवाई। तर हामी हेर्नु पुल हेर्नुहोस् सबै देखियो। पोखराको बालेन होला हेर्न सक्नुहुन्छ गाइजहरू तपाईँहरू देख्न सक्नुहुन्छ। हेर्नुहोस् गाइज, दो भाइ दुई तवाई हेर्न सक्नुहुन्छ गाइज। अब म के भनौँ, यस्तै लोग रहते यार यहाँ पर, म के भनौँ अब यिनीहरूलाई। देख्न सक्नुहुन्छ, हेर्नुहोस् गाइज, हेर्नुहोस् भाइ देखाइसक्यो, सबै हुनुहुन्छ यहाँ, सबै हुनुहुन्छ। कस्तो लाग्यो? यो चाहिँ कपाल चेयर भन्नु, यो कपाल चेयर हो होइन गाइज। उताले कपाल चेयर छ, हेर्न सक्नुहुन्छ तपाईँहरूले। यस्तो छ है, यस्तै छ है। यहाँ यस्तो पनि छ, यता सुत्न नि सकिन्छ, यता सुत्न नि सकिन्छ कि घाम लागेको बेला चट्ट यस्तो राम्रो छ। यताको भ्यू हेर्दै है एकदमै राम्रो छ। पोखराको लेक साइड चाहिँ एकदमै राम्रो छ, तपाईँहरू देख्न सक्नुहुन्छ गाइज। हेर्नुहोस् गाइज, एकदमै राम्रो छ। तपाईँहरूको यहाँको दृश्य तपाईँहरूले हेर्न सक्नुहुन्छ, एकदमै राम्रो छ। ऊ मान्थाजी यता सुत्न नि सक्नुहुन्छ, सुत्न नि सक्नुहुन्छ। ढुक्क पाइयो सुत्न, ढुक्क पायो, पसलहरू देखाइदिए, पसलहरू यता नि बस्न मिल्छ। अब यहाँ को छ, यहाँ केही मान्छेहरूसँग बोलौँ है, यहाँको स्थानीयहरूसँग, यहाँको टुरिस्टहरू हुनुहुन्छ यहाँ, स्थानीयहरू सोध्छ क्वेसन छ। नमस्ते सर, हजुरलाई हजुर यतै पोखराको हो र? पोखराको बारेमा एक दुई मजेदार कुराहरू भनिदिनुहोस् न हामीलाई। पोखरा पार्क त राम्रै हो, हजुर फर्किँदा अलिकति दुर्गन्ध खल्किएको अन्तर पार्कमा। यसलाई काट्छ, यो क्लिप हटाउन पर्छ। यो त आइसक्रिम नि छ अरे, देखाइदियो त आइसक्रिम नि छ यता, प्रमोट गरिदियो त। एकदमै राम्रो। हजुरको नाम के हो? यता आइसक्रिम नि, यता आइसक्रिम नि छ गाइज होइन। यता देख्न सक्नुहुन्छ। यता ताल हल्लेको देखाइदिएन, ताल पानी हावा चल्ने बेला मात्रै हल्लिन्छ गाइजहरू होइन। अहिले माछा उड्छ है, माछा नि उड्छ यहाँ, माछा नि उड्छ है। तपाईँहरू माछा उड्छ, भ्याउताले पौडी खेल्छ अहिले। यस्तो छ होइन गाइज यता होइन। हेर्नुहोस् दुईजना यस्तो ह्यान्डसम देखिएन आज। ओ माई गड, यसले फेरि अर्को माछ ल्यायो, फेरि अर्को लाख। आऊ आऊ आऊ, ओइ भान्जा अगाडि आऊ। ले हाम्रो चिया बेच्ने दाइ नि यहाँ आउनुहुन्छ। भान्जा आइज आइज। यस्तो देख्न सक्नुहुन्छ तपाईँहरूले। यस्तो ताल पछाडि सेवा ताल देख्न सक्नुहुन्छ। खोइ एक्लै छ भन्दैन त्यसलाई। आजको हाम्रो भ्लग चाहिँ यहीँ इन गर्न चाहन्छु। आज यतै गरौँ है, यतै गरौँ, मजै आएन नि, यतै गरौँ आजको इन अन्त्य। हामी तपाईँहरूलाई यो तपाईँहरूले
धेरै भन्दैन योमा कति चाहियो हामीलाई भ्युज कति चाहियो त्यो मैले भने न भन कति यो भिडियोमा कति भ्युज चाहियो ल हामीलाई सहयोग गर्नु होइन हामी गरिबको बच्चा गरिबको बच्चा गरिबको बच्चा है यसको हेल्प गरौ टुल्लुको भतिजो भेलु बाजेको नाति हो यो भेलु बाजेको नाति हो तिमी मेरो घाँटी अचेट्यो कि यसले तिमी भेलु बाजेको नाति हो होइन टुल्लुको बाजे देख्नुहुन्छ आजको ब्लग यति नै गाइज तपाईँहरू हेर्दै गर्नु होला माया गर्नु होला लिस्ट गो गाइज आजलाई यति नै